एन्टी राइनमको चाहिँ बोट भरिभरि फुल फुलिरहेको छ। धेरैवटा रङहरूमा हामीसित एन्टी राइनम छ। यो चाहिँ F1 भेराइटी भएको कारणले गर्दाखेरि चाहिँ एकदमै सर्ट हाइटमा नै दामी फुल फुलेको छ। यसमा पिन्चिङहरू पनि केही पनि गर्नु परेन। अब यो फुल फुलिसकेर चाहिँ यसलाई हामी बोटमै सुक्नु दिन्छौँ र त्यसपछि चाहिँ यसको सिडहरू कलेक्ट गर्दा पनि हुन्छ। अब यसरी फुल ब्लुम हुँदै गर्दा चाहिँ कुनै पनि फर्टिलाइजरको प्रयोग गर्नु हुँदैन। यसलाई अलिकति चिसो साइडमा राखिदिनु पर्छ र डाइरेक्ट घाम पर्ने जग्गामा चाहिँ राख्नु हुँदैन। डाइरेक्ट घाम पर्ने जग्गामा राख्यो भने चाहिँ फुलहरू छिटो फक्रिन्छ, फुलहरू लास्टिङ हुँदैन। यति बेला चाहिँ हामीले यसलाई छायामा राखेका छौँ जहाँ चाहिँ राम्रो उज्यालो छिरिरहेको छ। एन्टी राइनम अर्को अल्गो भेराइटी पनि हुन्छ। अल्गो भेराइटी चाहिँ बगैँचामा लगाउँदा अझै राम्रो देखिन्छ। सर्ट हाइट भएकोलाई चाहिँ गमलामा कन्टेनरतिर लाउँदाखेरि एकदमै दामी देखिन्छ। एन्टी राइनम बारे हामीले धेरैवटा भिडियोहरू बनाएर तपाईहरुसित साझा गरेका छौँ। यसलाई कुन चाहिँ फर्टिलाइजर दिनुपर्ने, कसरी रोप्नुपर्ने, हामीले यसलाई सिडलिङबाट रोपेर चाहिँ यत्रो बनाएको हौँ। तपाईहरुले त्यो भिडियोहरू हेर्नु भएको छैन भने चाहिँ त्यो भिडियो अवश्य हेर्नु होला। योपालि तपाईले एन्टी राइनम रोप्नु भयो कि भएन, यदि रोप्नु भएको छैन भने चाहिँ नेक्स्ट इयर चाहिँ एन्टी राइनमको तपाईले बिरुवाहरू टाइममै ल्याएर यसरी रोप्नु होला। सिजन फ्लावर चाहिँ यही नै राम्रो हुन्छ। तपाईले सिडदेखिको स्टार्ट गरेर यसलाई फुल फुलेर सिड कलेक्ट गरुन्जेलसम्म राख्नु सक्नुहुन्छ र यसको लाइफ स्पेन पनि एकदमै छोटो हुन्छ। 8 महिनासम्म एकदमै म्याक्सिमम भनेको 8 महिनासम्म मात्रै हुन्छ। त्यसपछि फेरि अब यो चाहिँ नेक्स्ट सिजनमा हामीले रोप्नुपर्ने हुन्छ। अब चाहिँ प्राय सबै फुलहरू नै यसरी फुल ब्लुमिङ भइरहेको छ। हाम्रोतिर चाहिँ तपाईहरुकोतिर कुन फुल फुलिरहेको छ कमेन्ट गरेर अवश्य बताइदिनु होला। र हजुरहरूले पेजलाई चाहिँ यदि फलो गर्नु भएको छैन भने रोचक जानकारीको निम्ति पेजलाई अवश्य फलो गर्नु होला।